उठ्नुहोस्, तपाईको समय अझै सकिएको छैन। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, जय मसीह। म एलिया सालोम। आज म तपाईलाई एउटा कुरा भन्न चाहन्छु। तपाईँ जुन परिस्थितिमा हुनुहुन्छ त्यो तपाईँको अन्तिम अध्याय होइन। आज तपाईँको जीवनमा आँधी र तुफान जस्तै ठुला ठुला समस्याहरू आएको हुन सक्छन्। आज बाटो बन्द भएको जस्तो लाग्न सक्छ। आज प्रार्थनाको उत्तर नआएको जस्तो लाग्न सक्छ। मानिसहरूले तपाईँलाई बिर्सेका हुन सक्छन्। कहिलेकाहीँ त आफ्नै मनले पनि भन्न सक्छ, म अब सकिएँ, म अब सक्दैन, आई क्यान डु एनिथिङ, म अब केही कुरा पनि गर्न सक्दैन। तर आज परमेश्वरको वचनले तपाईँलाई भन्नुहुन्छ, मलाई भन्नुहुन्छ, उठ, तिम्रो समय अझै सकिएको छैन। किनकि मानिसले अन्त्य देखेको ठाउँमा परमेश्वरले नयाँ सुरुवात देखिरहनु भएको हुन्छ। परिस्थिति जति नै ठुलो भए तापनि परमेश्वर त्यो भन्दा ठुलो हुनुहुन्छ। दाउदको अगाडि गोलियात ठुलो थियो, धेरै ठुलो थियो प्रियहरू। उसको हतियार ठुलो थियो, उसको आवाज ठुलो थियो, उसको शरीर ठुलो थियो। तर दाउदले गोलियातलाई हेरेर भनेनन्, म सानो छु, म कसरी जित्न सक्छु र भनेर उनले परमेश्वरलाई हेरे, उनको दृष्टि परमेश्वरमा राखे। दाउदले बुझिसकेका थिए कि लडाई मेरो शक्तिले होइन, परमेश्वरको शक्तिले जितिन्छ भनेर। ओ परमेश्वरको शक्तिमा तपाईँ र हामीले आज हाम्रो समस्यामाथिको लडाई जित्न सक्छौँ। त्यसैले आज तपाईँको जीवनमा गोलियात जस्तो ठुलो समस्या छ भने समस्यालाई मात्र नहेर्नुहोस् प्रिय। समस्या भन्दा धेरै ठुलो हाम्रो परमेश्वर हुनुहुन्छ, उहाँलाई हेर्नुहोस्। तपाईँको रोग भन्दा परमेश्वर ठुलो हुनुहुन्छ। तपाईँको अभाव भन्दा परमेश्वर महान र ठुलो हुनुहुन्छ। तपाईँको असफलता भन्दा हाम्रो परमेश्वर ठुलो हुनुहुन्छ। तपाईँको विरोधीहरू भन्दा परमेश्वर धेरै गुना ठुलो हुनुहुन्छ। र तपाईँ र हामीले सम्झनु पर्दछ, जसको साथमा परमेश्वर हुनुहुन्छ उसलाई परिस्थितिले होइन प्रिय, परिस्थिति भन्दा बलियो परमेश्वर हुनुहुन्छ। जस्तो सुकै परिस्थिति भए पनि हामीलाई हराउन सक्दैन। कहिलेकाहीँ परमेश्वरबाटको उत्तर ढिलो हुन सक्छ, तर ढिलो हुनु भनेको अस्वीकार हुनु होइन। कहिलेकाहीँ हामी प्रार्थना गर्छौँ, उत्तर ढिलो आउँदछ, अनि हामी भन्न थाल्दछौँ, हामीले भन्छौँ होला परमेश्वर यस्तो कहिलेसम्म। तर परमेश्वर मौन हुनुहुन्छ भन्दैमा परमेश्वरले काम गरिरहनु भएको छैन भन्ने कुरा होइन प्रिय। बिउ जमिन मुनि हुँदा बाहिरबाट केही पनि देखिँदैन, तर त्यही समयमा भित्र भने एउटा नयाँ जीवन जन्मिरहेको हुन्छ, उम्रिरहेको हुन्छ। तपाईँको जीवन पनि त्यस्तै भएको हुन सक्छ। आज केही देखिएको छैन होला, आज उपलब्धि नदेखिएको होला, आज ढोकाहरू खुलेका छैनन् होला प्रिय, तर विश्वास गर्नुहोस् परमेश्वर पर्दा पछाडिबाट काम गरिरहनु भएको हुन्छ। त्यसैले ढिलो भयो भनेर हार नमान्नुहोस्। परमेश्वरको घडीमा ढिलो हुन्छ, तर कहिल्यै गलत हुँदैन। तपाईँ भाँचिएकै ठाउँबाट, तपाईँ लडेकै ठाउँबाट, तपाईँ हारेकै ठाउँबाट परमेश्वरले बलियो बनाउनु हुनेछ। बलियो बनाउन खोज्दै हुनुहुन्छ, परमेश्वरले बलियो बनाउनु हुनेछ। आमेन। सायद तपाईँहरू मध्ये कसैको हृदय आज धेरै थाकेको छ, बाहिरबाट मुस्कुराइरहनु भएको छ, तर भित्रबाट रोइरहनु भएको छ। मानिसहरूलाई भन्न सक्नु भएको छैन, तर रातमा परमेश्वरसँग तपाईँको आँसु बोलेको छ। त्यसैले भन्दै हुनुहुन्छ होला, प्रभु अब म सक्दैन, लर्ड जीसस आई क्यानट, अब म सक्दैन। तर याद गर्नुहोस् प्रिय, परमेश्वरले तपाईँलाई सक्दिन भन्ने ठाउँसम्म ल्याएर छोड्नु भएको होइन। कहिलेकाहीँ परमेश्वरले हाम्रो आफ्नै शक्तिमा भरोसा नगर्न सिकाउनुहुन्छ, ताकि हामी उहाँको शक्तिमा भरोसा गर्न सकौं, भरोसा गर्न सिकौं भनेर। पावलले भन्दछन्, जब म संसारमा कमजोर हुन्छु तब म क्रिस्टमा झनै बलियो हुन्छु। कस्तो अचम्मको सत्य! तपाईको कमजोरी परमेश्वरका लागि बाधा होइन, त्यही कमजोरी उहाँको शक्तिको ठाउँ बन्न सक्छ प्रिय, उहाँको शक्तिको ठाउँ बन्न सक्छ। त्यसैले तपाईको विगतलाई आफ्नो भविष्यको फैसला बन्न नदिनुहोस्। तपाईले गल्ती गर्नु भएको हुन सक्छ, तपाई असफल भएको हुन सक्छ, कसैले तपाईलाई अपमान गरेको हुन सक्छ, कसैले तपाईलाई भनेको हुन सक्छ तिमीबाट अब केही पनि हुँदैन, तिमीले गर्न सक्दैनौ। तर म आज तपाईलाई भन्न चाहन्छु प्रिय, मानिसको शब्द तपाईको भविष्यको अन्तिम निर्णय होइन।
तपाईको विगत तपाईको परिचय होइन, तपाईको असफलता तपाईको अन्तिम गन्तव्य होइन, तपाई खसेको ठाउँ नै तपाई उठ्ने ठाउँ बन्न सक्छ प्रिय। तपाई खसेको ठाउँ नै तपाईको उठ्ने ठाउँ बन्न सक्छ। परमेश्वरले पत्रुसलाई उनको असफलताले होइन, उनको सम्भावनाले हेर्नुभयो। त्यसैले आज यदि तपाईँ लड्नु भएको छ भने उठ्नुहोस्, यदि थाक्नु भएको छ भने फेरि बढ्नुहोस्, हिँड्न सुरु गर्नुहोस्। यदि रोइरहनु भएको छ भने प्रिय आफ्नो आँसुलाई पोख्नुहोस् र साहस जुटाउनुहोस्, किनकि तपाईको कथा अझै सकिएको छैन। विश्वास भनेको बाटो देखेपछि अघि बढ्नु होइन, विश्वास भनेको बाटो नदेखे पनि परमेश्वरको हातलाई समातेर अघि बढ्नु हो प्रिय। अब्राहमलाई परमेश्वरले बोलाउनु भयो, उनले सम्पूर्ण भविष्य देखेका थिएनन्। अब के हुन्छ भनेर अब्राहमले सबै भविष्य देखेका थिएनन्, तर उनी हिँडे किनकि उनले बाटो भन्दा परमेश्वरलाई विश्वास गरे। आज तपाईलाई पनि सबै कुरा थाहा नहुन सक्छ, मलाई सबै कुरा थाहा नहुन सक्छ। अर्को वर्ष के हुन्छ, अबको 1 महिनामा के हुन्छ, भोलि के हुन्छ, कुन ढोका खुल्छ, कुन ढोका बन्द हुन्छ, कुन अवसर आउँछ, त्यो हामीलाई थाहा छैन प्रिय, थाहा नहुन सक्छ। तर एउटा कुरा पक्कै पनि हामीलाई थाहा छ प्रिय, हाम्रो भविष्य परमेश्वरको हातमा छ। त्यसैले डराएर नबस्नुहोस्, विश्वास गरेर अगाडि बढ्नुहोस्। आमेन। अब उठ्ने समय हो, अब उठ्ने समय हो प्रियहरू, अब उठ्ने समय हो। तपाईले धेरै रोइसक्नु भयो, तपाईँ धेरै डराइसक्नु भयो, तपाईँ धेरै सोचिसक्नु भयो, तपाईले धेरै लडिसक्नु भयो, तपाईँ धेरै थाकिसक्नु भयो, धेरै मानिसहरूको कुरा तपाईले सुनिसक्नु भयो। तर आज म तपाईहरुलाई उत्साह दिन चाहन्छु, तपाईँ अब एउटा कुरा गर्नुहोस्, आज नै परमेश्वरको आवाज सुन्नलाई प्रार्थनामा बस्नुहोस्। उहाँ भन्नुहुन्छ, नडरा, म तेरो साथमा छु, म तँलाई बलियो पार्नेछु, आई विल मेक यु स्ट्रङ, म तँलाई सहायता गर्नेछु। त्यसैले आजदेखि आफ्नो मुखबाट म सक्दिन भन्ने शब्द हटाउनुहोस् प्रिय र भन्नुहोस्, परमेश्वर मेरो साथमा हुनुहुन्छ, त्यसैले म अघि बढ्छु। ढोका बन्द भयो, अर्को ढोका परमेश्वरले खोल्न सक्नुहुन्छ। परमेश्वरले तपाईलाई अर्को ढोका खोल्न सक्नुहुन्छ। मानिसहरूले तपाईलाई छोडे, मानिसहरूले तपाईलाई छोडेन पनि परमेश्वरले अझै छोड्नु भएको छैन। तपाईँ असफल हुनुभयो, फेरि परमेश्वरमा उठ्न सक्नुहुन्छ। तपाईसँग आज केही पनि छैन, तर परमेश्वरसँग भोलिको प्रशस्तता तपाईको निम्ति थुपारेर राखिएको छ। अन्तमा म तपाईहरूलाई एउटा कुरा हृदयमा राख्न आग्रह गर्दछु प्रिय, तपाईँ आज संयोगले जीवित हुनुहुन्न, परमेश्वरको उद्देश्य बिना तपाईको जीवन यहाँसम्म आइपुगेको होइन। तपाईको जीवनमा अझै परमेश्वरको काम बाँकी छ, अझै धेरै मानिसहरूको निम्ति प्रार्थना गर्न बाँकी छ, अझै धेरै मानिसहरू माझ तपाईले सेवा गर्न बाँकी छ, अझै विजय बाँकी छ, अझै गवाई बाँड्न बाँकी छ प्रिय। अझै परमेश्वरले तपाईँ मार्फत धेरै कामहरू गर्न बाँकी छ। त्यसैले नहार्नुहोस्, नछोड्नुहोस्, नडराउनुहोस्, नरोकिनुहोस्। आज तपाईँ जहाँ हुनुहुन्छ त्यहीबाट उठ्ने प्रयास गर्नुहोस् परमेश्वरमा। आमेन। उठ्नुहोस्, सानो कदम भए पनि पाइला सार्नुहोस्, अगाडि बढ्नुहोस्, किनकि तपाईको हातमा तपाईको सम्पूर्ण भविष्य नहुन सक्छ, तर तपाईको भविष्य परमेश्वरको हातमा भने अवश्य पनि छ प्रिय। र जब परमेश्वर तपाईको पक्षमा हुनुहुन्छ भने कुन आँधीले तपाईलाई डुबाउन सक्छ, कुन समस्याले तपाईलाई रोक्न सक्छ र कुन शत्रुले तपाईलाई हराउन सक्छ। त्यसैले आज विश्वासका साथ घोषणा गरौं, म हार्ने छैन, म पछि हट्ने छैन, म रोकिने छैन र म परमेश्वरमाथि भरोसा गरेर अगाडि बढ्नेछु, किनकि मेरो कथा अझै सकिएको छैन। मेरो परमेश्वर अझै सिंहासनमा हुनुहुन्छ र मेरो भोलि उहाँको हातमा सुरक्षित छ। परमेश्वरले तपाईँ र हामी सबैलाई बल दिनु भएको होस्, हाम्रो विश्वासलाई अझ बलियो बनाउनु भएको होस्, बन्द ढोकाहरू खोलिदिनु भएको होस्, टुटेका हृदयहरूलाई निको पार्नु भएको होस् र तपाईँको जीवनलाई उहाँको महिमाको शक्तिशाली साक्षी
बनाउनु भएको होस्। आमेन। जय मसी, जय मसी, जय मसी।